नमस्ते साथीहरू, आज म तपाईहरूलाई मेक्सिकोको एउटा यस्तो रहस्यमय ठाउँको कथा सुनाउँदैछु जसको बारेमा सुन्दा मात्रै पनि तपाईको आङ जिरिङ्ग हुन्छ। यो कुनै फिल्मको काल्पनिक कहानी होइन, बरु एउटा वास्तविक र निकै अनौठो संग्रहालयको कुरा हो, ममी म्युजियम अफ गुआनावातो। यो संग्रहालयको सबैभन्दा डरलाग्दो र ऐतिहासिक पाटो भनेको यहाँका धेरै जसो मानिसहरूको मृत्युको कारण हो। सन् 1833 तिर मेक्सिकोमा फैलिएको हैजाको भयानक महामारीले गर्दा यहाँ हजारौं मानिसहरूले ज्यान गुमाएका थिए। त्यो समयमा रोग फैलिन नदिन र ठाउँको अभावले गर्दा कतिपय बिरामीहरूलाई हतार हतार गाडिएको थियो। यही हतारको बीचमा एउटा निकै विभत्स घटना भयो। त्यहाँ एउटा यस्तो महिलाको ममी छ जसलाई झुक्किएर जिउँदै गाडिएको थियो। उनको हातको पोजिसन र अनुहारको त्यो भयानक छटपटी हेर्दा लाग्छ उनले चिहान भित्रै बिउजिएपछि बाहिर निस्कन कति धेरै सङ्घर्ष गरिन् होला। कल्पना गर्नुस् त त्यो क्षण कति भयानक थियो होला। यहाँका शवहरूलाई ममी बनाउन कुनै विशेष केमिकल वा लेप प्रयोग गरिएको छैन। यहाँको माटो र हावापानी नै यस्तो छ कि शवहरू नकुहिकन प्राकृतिक रूपमै सुरक्षित रहेका हुन्। यो कसरी सम्भव भयो भन्ने कुरा वैज्ञानिकहरूका लागि अझै पनि एउटा ठूलो रहस्य नै छ। म्युजियमभित्र अरू पनि धेरै ममीहरू छन्। कोही पानीमा डुबेर मरेका छन् त कोही मारिएका। एउटा पुरुषको ममीमा त चक्कु प्रहार गरिएको प्रष्टै दाग देखिन्छ। तर सबैभन्दा बढी मन रुवाउने दृश्य चाहिँ ती साना मासुम बच्चाहरूको ममी हो। उनीहरूका आमाबाबुले त्यो महामारीको समयमा कति धेरै पीडा सहे होलान्, सोच्दा मात्रै पनि मुटु पोल्छ। आजको यो कथाले मलाई एउटा कुरा गहिरो गरी महसुस गरायो। मृत्यु एउटा अकाट्य सत्य हो। गुआनावातोको यो म्युजियमले हामीलाई जीवनको नश्वरता र इतिहासको एउटा यस्तो पाटो देखाउँछ जुन संसारको अरू कुनै कुनामा देख्न पाइँदैन। तपाईहरूलाई यो जानकारी कस्तो लाग्यो कमेन्टमा पक्कै लेख्नुहोला। यस्तै ऐतिहासिक र रहस्यमय कथाहरूका लागि हाम्रो फेसबुक पेज हिस्ट्री कथालाई फलो र लाइक गर्न नभुल्नुहोला। यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। अर्को भिडियोमा भेटौँला। नमस्ते।